मेरो पुस्तक स्मृतिका पानाहरूबाट नवौं कविता लिएर म उपस्थित भएको छु र कविताको शीर्षक रहेको छ कठोर सत्य र कविता यस प्रकार छ। अब घर पराई झैँ लाग्छ, ढोका त खुला छ तर हृदयले चिन्न छाडिसक्यो। दार्जिलिङको गोठ, आँगन, बगैँचाको फलफुल सबै सम्झना बनेर बस्छन्, तर त्यहाँ फर्किनु अब इतिहासको पानामा मात्र सम्भव छ। हजारौं दिन बिते, युद्धले, राजनीतिले र नीतिले हामीलाई सीमा पार धकेल्यो। कसैले भाषा काटिदियो, कसैले संस्कृति, कसैले भने तिमी यहाँका होइनौ भनेर ट्याग झुन्डाइदियो। त्यो बेला घर फर्कने विश्वास थियो, एक दिन हामी फर्कनेछौँ भनेर आमा भन्थिन्, बुवा छाती ठोक्थे, यो त अस्थायी विस्थापन मात्र हो भन्थे। तर अब त पुस्ता बदलियो, घर जाने बाटो त कागजको नक्सामा मात्र बाँकी छ। अङ्गालोमा खेल्ने साथीहरू दार्जिलिङ निवासी कहलिए, हामी चाहिँ मेघालयतिर बग्यौँ। बस्ती, बजार, मन्दिर, चौराहा सबै अझै त्यही हो, तर हामी मात्र बाहिर छौँ। घर फर्कने सपना बोक्ने पिँढी बुढ्यौलीले हरायो। नयाँ पुस्ताले त दार्जिलिङ कथा कवितामा मात्र चिने, अब त यादहरू मात्रै बाँकी छन्। दार्जिलिङको मेलामा गुन्जिने ढोल, धान रोप्दा गाइने लोकगीत, नयाँ कपडामा रमाउने तिहारको रमाइलो सबै सम्झना बनेर हृदयमा बज्छन्। तर कठोर सत्य के छ भने घर जाने आश पनि हरायो। आशा हराएपछि सम्झना मात्र शरण छ। दार्जिलिङलाई मनले बोकेर मेघालयको आकाश तले बाँच्नु नै विस्थापितहरूको शाश्वत भाग्य बनेछ। धन्यवाद।